हेलो एभ्रियाम के छ हामी सन्चै हो ल आजबाट चाहिँ मेरो ब्लग सुरु हुँदैछ सो मैले चाहिँ आज ब्लग सुरु गरेको छु है लेट्स सी म चाहिँ कति जान्छु थाहा छैन तर यतिकै ब्लगमा आउँदै म कतै हिँड्ने आएको छु अहिले काठमाडौँ भ्याली भन्दा पनि यसो डाँडातिर हिँड्छु म यसो हजुरलाई भ्यू देखाउने कोसिस गर्छु लेट्स सी हेर्दै जानु होला है बाइकमा समस्या यो 2 गियरमा चढ्छ कि म ट्राई गर्छु मैले 2 गियरमा चढ्छु जस्तो त लाग्यो चढ्यो मलाई खास त्यो बाइकको एक्सपिरियन्स छैन कि यस्तो बोबाल राइडर नि होइन के बोलौँ भइरहेछ गाई चाहिँ खासै मलाई बोल्नै ऊ भइरहेको छैन क्या फर्स्ट टाइम भ्लग गरेर किन हो खासै बोल्न भाब्ने आइरहेको छैन यस्तो र ब्लग चाहिँ हेर्छ तपाईँहरू है कता जाने अब म कृष्ण दाईकोमा जाने सोचिरहेको छु दाई चाहिँ छ कि छैन है आफ्नो घरमा काठमाडौँमा यस्तो उकालो ओह्रालो छ नि यस्तो लङ त छैन छोटो छोटो तर खतरा उकालो ओह्रालो छ क्या यस्तो ओह्रालो चाहिँ खतरा उकालो ओह्रालोहरू छ क्या काठमाडौँ कृष्ण दाइ चाहिँ सक हुन्छ होला जस्तो लाग्छ अहिले मैले भिडियो गराएको ओ भाइ फलो गर्नुभयो भन्थ्यो भने मलाई थाहा छ अहिले अहिले रुममा छ कि छैन थाहा छैन मभन्दा धेरै एजको तर फ्रेन्डदेखि अब फुलबाट माथि गएको भए सुरु भनेको चाहिँ यता लाग्यो लामो तेल बढ्यो तनाव छ ब्लग सुरु गर्ने त भन्नु तर गर्नै मन लागिरहेको छैन क्या देखियो मायाको कन्छ देखियो हाम्रो केटीहरू देख्दा एउटा लाग्छ भने माथिको बाटोमा मलाई कुदाउन चाहिँ मन छ कि तर मलाई त्यो बाटोमा डर लाग्छ क्या त्यही बाटो हुँदैन एउटा एकचोटि एक्सिडेन्ट भएको अनि त्यो बाटोमा कुदाउँदै के गरे कसरी घुमाउने माथिको बाटो चाहिँ जान्छु क्या त्यो बाटो दामी नै छ ठ्याक्क उसको रुम पनि आउँछ मलाई उसकै अङ्गालोमा बाँधिएको टाढैबाट डोलाइरहे त्यो मुहार चन्द्रमा जस्तो बोलाउन त मन तर आएन
बसिरहन खोजे तर मनले चाहेन संसारका सारा खुसी तिम्रै नाम होस् यही नै छ मेरो कामना छ कि छैन भन्ने कुरा हो छैन क्या रुममा त्यो मान्छे रुममा छैन केटा मलाई एउटा कुरा चाहिँ भन्नु है मैले चाहिँ यो इन्जिन ब्रेक युज गर्छु क्या बढी लास्ट इन्जिन ब्रेक युज गर्छु होइन यसले चाहिँ के इफेक्ट हुन्छ नि बाइकमा के असर पर्छ कि ल भन्नु है मलाई खासै नलेज छैन क्या नास्ता खानु बसिरहेको जस्ट रेडी भइरहेको रहेछ अलिअलि लेट रेडी हुँदो रहेछ यहाँ कति बताए यसको गाई सब जानुपर्छ पैसा छैन पैसा सकिसकेको छ गरिबी भइसक्यो घरतिर जाने मलाई नि बस्न यस्तै चल्दैछ जिन्दगी के कताहरू गाइस म रुममा आइसकेँ है नास्ता र खाना एउटै भन्न फरक परेन के हो भनेपछि बिहान खाना नि खाएको छैन भोक लागिरहेको थियो नास्ता खाएको बिहान समोसाहरू समोसा खाने बानी चलाएको छ कि आजभोलि अनि समोसा बिहान समोसा खाइन्छ त्यसले भोक नै लाग्दैन सो पेट भरिहाल्यो अनि अहिले खाना अन्जा होला अनि 1 प्लेट मोमो अनि बर्गर खाएर आएको सो पेट भरिसक्यो साँझसम्मलाई अब आनन्द सुत्ने 6 हवरसम्म बोल्ने दार्सिट अरू केही छैन जस कस्तो लाग्यो भिडियो चाहिँ फर्स्ट भिडियो हो मेरो है सब्सक्राइब गर्नु लाइक छ सब्सक्राइब के हुन्छ सबै ठोकेर अनि यसलाई सपोर्ट गर है मनाङ मुस्ताङ जान्छ क्या सौडा जानु सोचिरहेको छु मनाङ मुस्ताङतिर कता कता हुन्छ होल नेपाल मैले होल इन्डिया घुमिसकेको छ त्यस्तो त भन्न सकिन्न तर धेरैवटा स्टेटमा गइसकेको छ इन्डियाको सो फेरि पनि जानु छु इन्डिया घुम्छु अनि नेपाल पनि घुम्नु छ सबै रमाइलो गर्नु छ तपाईँहरूको साथ चाहिँ मलाई सपोर्ट मी एन्ड हाम्रो जीवनको यात्रा सँगसँगै होला हाम्रो जीवनको यात्रा सँगसँगै सकामला है त जीवनको यात्रामा साथ दिइराख्नु हेरौँ के हुन्छ जीवनले कहाँ भइजान्छ बच्चादेखिको सपना हो भ्लगर बन्ने अहिलेसम्म 50 सब्सक्राइबर पुगेको छैन एउटा आइडीमा दौडरी पुगेको थियो त्यही पनि बन्द भयो तनाव भएर यहाँ के छ के भनेपछि लाइन छैन लाइन रहन्छ लोगो मैले 2-3-4 वर्ष भइसक्यो त्यो एकाउन्ट खोलेको अनि एउटा क्रिएटरले के भनेको सुनेको थियो भने चाहिँ मैले मेरो चाहिँ मोनिटाइज नभएर मैले मुभी हाल्थेँ त्यहाँपछि मेरो चाहिँ मोनिटाइज भयो भनेर सुनेको थिएँ अनि सो मैले पनि त्यस्तै सोचेर के गरेँ भने चाहिँ एउटा मुभी आइरहेको थियो धुरन्धर मुभी मेरो फेसबुकमा आयो त्यहाँबाट मैले कपी लिङ्क गरेर फेसबुकबाट गुगलमा डाउनलोड गरेँ त्यसलाई पोस्ट गरिदिएको अनि यति एक्साइटेड भयो कि म 2 घन्टामा 2 मिलियन प्लस भ्युज गइसकेको थियो र 15,000 सब्सक्राइबर पुगिसकेको थियो है सिधै 1000 सब्सक्राइबरबाट 15,000 सब्सक्राइबर पुगिसकेको थियो 2 घन्टामा कि आइएम सो एक्साइटेड यति एक्साइटेड भयो नि त्यो एक्साइटेडले मैले के थाहा छ फेरि पोस्ट गरिदिएँ क्या त्यो भिडियो युट्युबले डिलिट हान्थ्यो अर्को भिडियो पनि 500K प्लस गइसकेको थियो भ्युज युट्युबले च्यानलले डिलिट हान्थ्यो मैले गरेँ के गरेको आएन त्यो मेमोरिजहरू थियो धेरै वर्षदेखिको साथीहरूसँग घुमेको खाएको रमाइलो गरेको गएकै छैन फेरि अर्को च्यानल सुरु हुँदैछ क्या सुरु भइसक्यो ल सर्ट गरौँ